हेर्नुहोस् है भिडियो। धरानी जनताले हर्क साम्पाङलाई कारबाहीको माग गर्दैछ। सम्माननीय सभामुख महोदय, सांसद हर्क साम्पाङलाई कारबाही गरियोस्। हामी धरानी जनताको माग यो छ कि हामीले चाहिँ हर्क साम्पाङलाई यत्तिका मत दिएर त्यो सदनमा लफडा गरेर पठाएको हो र? हामीले त यो धरानको विकास नीति र नियम बनाउँछ भनेर पो हामीले यत्तिका भोट दिएर हर्क साम्पाङलाई जिताएर पठाएका हौँ। एउटा विरोध गर्नुपर्ने एउटा सीमा हुन्छ नि। पक्षले राम्रो चाहिँ नि काम गरिरहँदा हर्क साम्पाङले देखाएको त्यो हरकत र हर्क साम्पाङले देखाएको त्यो गतिविधि, त्यो लफडा मान्य छैन। हामी धरानी जनतालाई काम गर्न दिनुपर्छ। सरकारले राम्रो काम गरिरहँदा पनि यसरी चाहिँ नि ओल्झ्याउन र नाताना थरी बोल्न र सभामुखलाई गाली गर्न यो संविधानमा लेखेको छैन। हर्के हाम्रो भोट फिर्ताले मलाई त कुल्लीको व्यवहार नदेखा न। तेरो दिमाग छ नि त अफगानिस्तानमा त जुन खैरियरकोमा कम्पनी गएर काम गर्थेस् नि कुल्लीको, त्यही दिमाग त्यो सरदुखलामा ढुङ्गा बोकेर तेरो अहिले डिजिटल जमानामा त्यो ढुङ्गे जमाना गए हर्के। तँलाई जिताएर पठाउनु हामी धरानी जनताको ठुलो भुल भयो। यति कानुन पनि अलिक पढ, कानुन बुझ्ने गर। संविधानमा के लेखेको छ? सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह यदि उहाँ फुर्सद पाउनु भएन, उहाँले चाहिँ बोल्न पाउनु भएन भने उहाँले एउटा कुनै पनि खटाइदिएको मान्छे, उहाँले चाहिँ भनिदिएको मान्छेले त्यो बोल्न मिल्छ। कानुन यत्रोको देश चलाउनु छ। त चुत्ते तल त एउटा तल त सुँगुरको खोर पनि चलाउन नसक्ने बुद्धि रहेछ तेरो। एउटा फास्टर अलिक सोच, अलिकति एउटा विपक्षमा बसेर एउटा अलिकति चाहिँ अलिकति बुझेर मात्रै उफ्रिने गर। त मुला चुत्तिया चाहिँ पास्टरका चाहिँ सुकुम्बासीमा आफन्तका घर भत्किए भनेर अहिले यत्रो बालन सरकारको आलोचना चुत्ते तल हामीले त्यतिकै जितेर पठायौँ। म राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, तर राम्रो कामको लागि, राम्रो विकास र निकास खोजेको छ बालन सरकारले। त रामको लागि पक्ष लिएको हो। त बिलाए भइस हामी कार्यकर्ता शुद्ध बिलाए भयो तेरो कारणले गर्दा। तेरि चोर पास्टर सल्लाह चुत्तिया हालले चाहिँ एउटा चाहिने काम धरानकै बेइज्जत गरिस् त त। माननीय सभामुख महोदय, यो बिचैमा जो झुक्क काला झोला बोकेर उठ्या छ, यसको कानुनले मिल्छ, संविधानले मिल्छ भने यसलाई निलम्बन गरियोस्। होइन भने तल भत्ता चाहिँ सभामुखको हातमा आउँछ, यसको काटियोस्। किनभने यो बिचैमा हिँडेको छ, त्यसरी बिचैमा हिँड्न पाइँदैन। सभामुख महोदय, यसलाई चाँडै कारवाही गरेको देख्न पाइयोस्। हाम्रो घोर आपत्तिजनक छ धरानी जनताको। ल, सम्पूर्णमा यो मैले जानकारी गराएँ। हर्के तेरा बुद्धिले अब घाँस नखाओस्, गुरु नखाओस्, सुँगुर पास्टर, अब तेरो बुद्धि फिर्कियोस्। नराम्रो काम गरेर आयो तेरो छेक्ने काम हो, बोल्ने काम हो। होइन भनेदेखि